Hello everyone, welcome to my new video guys. है आज चाहिँ हामी अब पार्कतिर जान लागेको पार्क यसरी बस्ने हो अनि जाने हो गाइस हामी चाहिँ यहाँ आइसक्यौँ है पार्कमा वसुन्धरा पार्कमा भाइरल लस्सी खानलाई शिवदाईको भाइरल लस्सी खानलाई गाइस त्यहाँनिर ऊ त्यो चौतानिर उठ्या हो क्या आज त वेदर यस्तो बबाल छ कि होइन पानी पर्यो अनि घाम लाग्यो अनि त्यसो त शीतल लाग्यो नि त्यो हामी यस्तो पिसफुल हावा खानलाई बाहिर यस्तो देख्छ कि टक्क लगाउँदैछौँ गाइस अब लस्सी खाने हो त्यसपछि टु मच प्याक रहेछ क्या अब यार त्यो सनसेट भयो भने चाहिँ बब्बाल देखिन्छ सनसेट त अब सनसेट एकैचोटि 6:30 बजीतिर कि त यस्तो बब्बाल देखिन्छ अनि हामी त्यतिकै अहिले काम नपाएर लस्सी खान आएको शिव दादाको यति प्याक त्यही भएर हामी डुलिरहेको छौँ अनि ऊ त्यहाँ चाहिँ आशिका तामाङ यहीँ छ खोल्टीमा आशिका तामाङ आएको थियो नि एकचोटि हजुरहरूले थाहा पाउनुभयो कि न यहाँ माछा मार्न होइन होला यही हो यहाँ नि आएको थियो अनि यहाँ माछा मार्न पाउँदैन भनेर यहीँनिर है हजुरहरूले किन माछा मार्नु भएको भनेर पुरै आइराख्नु भएको थियो हाम्रो आशिका ड्याम साइडमा नि आएको क्या है ड्याम साइडमा नि आएको थियो एकचोटि ड्याम साइड मतलब उतापट्टिको पार्कमा नि आएको हुँदा हाम्रो पोखरामा नि आइपुग्नु भयो आशिका तामाङजी यही हो अब हाम्रो ब्लग चाहिँ अब यत्तिकै हिँडिराख्ने कामै छैन यत्तिकै बसिराख्ने त गाइस गाइस हामी चाहिँ पार्कतिर गएर नि थाकेर आएर हामी चाहिँ हेर्नुहोस् त ससेज हाल्छ भात नखाने बनेको भात खाँदा वाक्क भयो गाइस हेर्नुहोस् त कस्तो काट्नु ससेज यहाँ हेर्नुहोस् त यहाँ सेफ कट वाउ यस्तो गरेर होइन यहाँ तेल चाल्छ गाइस त्यसपछि अब चाहिँ सस चाहिँ रामेन चारवटा अनि यहाँ चिकन त भन्छ नि चिकन एउटै अनि भुजा फ्रिजमा नि देखाउने हो कि फ्रिजमा चाहिँ कुक छ अब यसलाई हामी फ्राई गरेर होइन अनि अहिले तर यो त सुत्दो रहेछ के यो फ्राई गरेर तेलमा फ्राई गऱ्यो भने चाहिँ सुक्छ रहेछ होइन तर अनि पानी मुङ बालेको चाहिँ त्यस्तै हुन्छ त्यो त कुन चाहिँ अलग मिठो लाग्छ म त फ्राई गरेको मिठो लाग्छ फ्राई गरेको लाग्छ मलाई फ्राई गरेको मिठो लाग्छ हजुरहरूलाई कुन गरेको मिठो लाग्छ हजुरले कुन गरेको मिठो लाग्छ प्लिज कमेन्ट गर्नुहोस् ल साथीहरू यो चाहिँ मैले कति दिन भयो हामीले मनी प्लान्ट राखेको यसरी पानीमा 1 महिना जति भयो होला नै भयो होइन आई थिङ्क 2 विक्स भयो होला है 2 हप्तातिर राखेको हो कि अब यहाँ के अरे यो माटोमा सित्तै राख्यो भने चाहिँ ज्वरो पलाउनु गाह्रो हुन्छ ओ माई गड केवटा ज्वरो पलायो सबैमा गड हेर्दा भएको गाइस के हो यो यस्तो माई गड मैले भर्खर हेरेको भाइ यत्रो बिजी चरा मैले यत्रो लामो थियो यो चाहिँ सब यसरी काटेर अनि यसरी जरा यस्तो गरेर यो चाहिँ यस्तो राखेको सबै जरा परेर चाहिँ यस्तो मैले ह्याङ्गिङ बनाएर राख्नु लाग्यो यसमा उयो मैले त्यो ह्याङ्गिङ गर्ने चाहिँ कहाँ थिएँ गाइजहरू हेर्नुहोस् यस्तो राम्रो भयो कि मेरो मनी प्लान्ट त ओ माई गड पैसाले भर्छु क्या हो मैले त ब्याङ्कै हेर्नुहोस् त यो त पला होइन यो नि पलाउँदै यो अस्ति भर्खर राखिदिएको माई गड हेर्नुहोस् त भाइ सबै जरा अब सब जरा बनायो यसको जरा त झन् यसको जरा त यहाँ उछुट्टिएर माथि आइपुगेको थियो मैले भर्खर छोपिदिएको अब यसमै ह्याङ गरेर राख्ने गाइस
यस्तो राम्रो भयो मेरो मनी प्लान्ट कि ओ माई गड म त खुसीले भात नखानु जस्तो भयो लु हेर्नु त यहाँ गाई चाहिँ यो जरा पलाएर कादम त के गरौँ भएर यहाँ बाहिर निस्केर बसेँ गाई तपाईँ चाहिँ म यसलाई ह्याङ्गिङ गर्छु ल अहिले अब ह्याङ्गिङ गरेपछि तपाईँलाई म फुल भिडियो देखाउँछु ल साथीहरू अब यहाँ टेक्नोलोजी यसलाई भन्छ टेक्नोलोजी ओ साथी तर यो चुर जस्तो लाग्यो यार मलाई यार किनकि यो ढल्छ कि अस्ति नै हाम्रो धागो राखिदिनु छ कि नै खै थाहा भएन सेट हुन्छ नि त यार यो त यो स्योर ढल्छ जस्तो लाग्छ यार कस्तो देखेछ हौ गाई त्यो चाहिँ यस्तो हुन्छ क्या ह्याङ्गिङ भएर ला हुन्छ ला साथीहरू आउनुहोस् म त हजुरलाई एउटा मेरो अर्को देखाउन चाहन्छु यहाँबाट जुम गरेर होइन यहाँ जुम गरेर यहाँ हेर न यहाँबाट मुनाका पातहरू पराइरहेछन् यहाँ हेर्नुहोस् पुरै पातहरू पराइरहेछ यहाँ हेर्नुहोस् यो सानोवाला छ अनि यो हेर्नुहोस् यहाँ माथि ह्याङ्गिङवाला एकदम मलाई चाहिँ ह्याङ्गिङ एकदम मनपर्छ कि साथी सब मैले यो होम ह्यान्डमेड हो क्या ह्यान्डमेड हेर्नुहोस् यो जुम गरेर देखेँ नि ह्यान्डमेड म त आज ढल्छु कि के हो माइ गड मैले यति धेरै दिनपछि मैले रोपेको फुलहरू रहेछ सबै जरै नबनाउँदा हालेको थिएँ कि मैले यादै गरेको थिइनँ हेर्नु त कत्रो भयो गाई चाहिँ बोतल चाहिँ इग्नोर हान्नु छ ल यो लोकल बोतल हो हेर्नुहोस् त के हो यो साथीहरू के हो यो त ठुटो मात्र थियो यहाँ है हामीले यो चोर्नका मान्छे मागेर ल्याएको अनि त्यसपछि त अहिले होइन रोक्यो यत्रो भइसक्यो आज मलाई कहाँबाट आज यस्तो हेर्न जाँगर ला साथीहरू कसरी हाल पो यो मैले जरा भट्किन्छ होला उमाइको गाह्रो पर्छ त हौ मेरो यहाँ जरा भट्किने यो चाहिँ साथीहरू पानीमै राख्ने हो क्या पानीमै राम्रो छ ओ सेट डेकोरेसन चेन्ज हाल्नु पर्ने क्या यो किनकि यो बोतल ठुलो भयो अनि यो चाहिँ हामीले भातभटिनबाट किनेर ल्याएको यो बोतल यो बोतल उसको सेम थियो भने मलाई कता हो मैले भ्लगमा देखेँ ए भ्लगमा होइन क्या अनि यसलाई चाहिँ यो नि पानीमा राखेर हुँदैन है गाईजी हेर्नुहोस् न पहिला म तपाईँलाई के देखाउँछु भने होइन यो र मेरो यत्रो जरा पला होइन अनि यो नि हेर्नुहोस् मलाई माया लाउँछ फाल्नलाई नि हेर्नु न यहाँ यो पनि ब्याम्बो हो लो हेर्नु यहाँ हेर्नु चाहिँ टुसो पात पलायो यो त ठुसो मात्र थियो कि ठुसो यत्तिकै फाल्नलाई थिएँ मैले फेरि पानीमा हालेर हेर्नु त जरा देखेँ है यहाँ हेर्नु पात पलाइसक्यो यस्तो दामी हुन्छ यो ब्लकी ब्याम्बो माइ गड खुसी दिन्छौ तिमीले मलाई हेर्नुहोस् न यो यस्तो मात्रै थियो कि यो यस्तो राम्रो हुन्छ कि यो ठुलो भएपछि पात एकदम डार्क कलरको कि यस्तै हुन्छ कि ओ माइ गड ओ यहाँ त यति धेरै पात पलाइसकेको मैले देखेको थिइनँ यहाँ एउटा हेर्न यहाँबाट नि आइसकेको छ यो पात यसरी फक्रिन्छ अब यहाँमा के हो यस्तो विधि अनि यो ऱ्याम पनि हेर्नुहोस् न गाई यसको चाहिँ थोरै जरा थियो कि यो चाहिँ यसको धरि हेर्नु त यस्तो सेतो जरा यो सेतो जरा जति सबै नयाँ पलाएको जरा हो क्या अनि गाईहरू यहाँ माथि पनि ग्रो भइसक्यो सबै पलाइसक्यो त मा कसम मलाई ढल्छु होला यार अब यिनीहरूलाई चाहिँ प्रायः पानीमै राख्ने होइन अब यो चाहिँ अलिकति ठुलो भएपछि यो पात फक्रिन्छ यसलाई चाहिँ गमलामा राख्छु अनि यो ब्याम्बो पनि यत्तिकै छोड्छु यो नि राम्रो भएपछि एउटा गमलामा राख्छु मैले गाईहरू हेर्नुहोस् भयो नि अब